जस्तै आमा अब आज तपाईँले फिल्म हेर्नुभयो होइन अब यो यसरी हेर्दाखेरि अस्ति आउँदाखेरि पनि हलफुल थियो आज पनि फुल छ होइन दर्शकहरूको सायद माया पाएर होला तपाईँले पनि फिल्म हेर्नुभयो होइन यो फिल्म हेर्दाखेरि अब कस्तो लाग्यो तपाईँहरूलाई होइन अनि यसपछि अब यसमा के छ अलि तपाईँ नर्भस पनि अघि देखाएको थिएँ मैले त्यहाँनिर होइन अनि नर्भस किन हुनुभयो यो बताउनु न यो मुभी हेरेर खुसी त धेरै खुसी लाग्यो तर हल्का त्यो अब जेल गएको बेलामा अनि छोराको अरू एक्टिङ अनि डान्स फाइट पनि हेर्नुभयो होला फाइट डान्स सबै हेऱ्यो सबै ठिकै छ सब ठिक सबै राम्रो लाग्यो तर म आमा भएर होला सबै राम्रो लाग्यो तर दर्शकहरूले पनि सबै राम्रो लाग्यो होला दर्शकहरूलाई अलिकति बोल्न जानु हुँदैन कि ठिक छ अलिकति मम्मीले मनमा आएको कुरा बोल्नुहुन्छ अनि के भन्न चाहनुहुन्छ मम्मी तपाईँ अब अरू दर्शकहरूलाई मैले दर्शकहरूलाई यही भन्न चाहन्छु अब गाउँबाट गएको केटा हो यतिको स्ट्रगल गरेर यहाँसम्म पुगेछ सबैले माया गरिदिनु होला सपोर्ट गर्नु होला र सपोर्ट र माया गर्यो भने एक दिन अवश्य केटाकेटीहरू सफल हुन्छन् अब धेरै जसो केटाकेटीहरू विदेश जाने लहर चलेको छ बच्चाहरू यही देशमा केही गर्न लागेका छन् उनीहरूलाई साथ सपोर्ट गरिदिनु होला भन्छु म त्यही मैले अगाडि यो फिल्म हेर्न आएको थिएन मैले फर्स्ट टाइम मेरो छोराकै फिल्म हेरेको धेरै खुसी छु बाजे पनि होसिन्छ मेरो होइन बाजे मम्मीको बुवा र मम्मीको मम्मी अन्त आन्टी होइसिन्छ मम्मीको चाहिँ बहिनी अनि सबैजना खुसी हुनुहुन्छ अहिले मतलब पुरा गाउँ नै उठेर आएको छ एकदमै आज हामीले गाउँ नै उठेको देखिहाल्यो हजुर अब भनौँ न सिमरन पनि आएको छ सिमरनलाई पनि यता पश्चिमतिरको अलिकति हावा कस्तो छ भनेर यसो चखाइदिउँ भनेर होइन फोन फेरि गर्ने को रहेछ त्यसपछिको प्लान के छ यहाँले बताइदिनु अब प्लान त सधैँ राम्रो होस् सधैँ राम्रै काम गर्न पाऊँ आफूलाई माया गर्ने अडियन्स आफूलाई माया गर्ने जति पनि जना हुनुहुन्छ उहाँहरू सबैको मन जितिराखौँ जस्तो लाग्छ है अब प्लान अहिले मैले त्यस्तो हालसालै हजुरले भन्न खोज्नु भएको चाहिँ कुन चाहिँ मुभीमा चाहिँ अर्को मुभी काम गर्नुहुन्छ भन्ने सोध्नु लाग्नुभएको अहिले हालसालै चाहिँ त्यस्तो साइन गरेको त्यस्तो उयोहरू चाहिँ छैन मेरो अहिले चाहिँ अनि अब बिस्तारै हेरौँ अब कुन चाहिँ आफूले रोल सुट हुन्छ आफूले कुन चाहिँ काममा चाहिँ आफू ठिक हुन्छु डिमान्ड चाहिँ त्यस्तो मैले हेरेको पनि छैन अहिले डिमान्डहरू त्यस्तो आएको पनि छैन होला अनि प्लस म चाहिँ अब 2-3-4 महिना चाहिँ अब अलिकति अरू एक्टिङ कोर्सहरू अझै सिकेर टाइम लिएर अलि आफूले राम्रो बनाऊँ अझै यो मुभीबाट धेरै कुराहरू सिकियो होइन अब आउँदा दिनहरूमा राम्रो डाइरेक्टरहरूसँग काम गरेर अझै आफ्नो नाम चाहिँ अलिकति अझै आफ्नो गाउँठाउँको नाम पनि चिनाउँ भन्ने छ